दशैं नेपालीहरूको महान चाड हो। नवरात्रिका रूपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व हो दशैं। त्यसैगरी चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्बित पर्व हो। नमस्कार तथा स्वागत छ द डिभाइन स्टोरीजमा फेरि एकपटक। दर्शकवृन्द, आजको यस श्रृङ्खलामा हामी चैते दशैंको महत्व र यसको गरिमाको बारेमा विशेष चर्चा गर्नेछौँ। पुराना कथनहरूका अनुसार पहिला मुख्य दशैं अर्थात् विजया दशमी चैतमा पर्ने गर्दथ्यो, तर उक्त समयमा सुक्खा भएर खडेरी पर्ने, मौसम बदली भई दशैंको गरिष्ठ भोजन अनि हिडडुलले धेरैजना बिरामी भएपछि यस दशैंलाई वर्षको मध्यमा सारिएको मान्यता छ। चैते दशैंलाई कतिपय ठाउँमा सानो दशैं पनि भन्ने गरिन्छ। भारत, बंगलादेश अनि म्यानमारमा भने चैते नवरात्रि भन्ने चलन छ। वास्तवमा दशैं भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ, तर नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बलि दिनेमा केन्द्रित रहन्छ। यस दिन दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दशैं पनि मुख्य दशैंमा झैं विभिन्न शक्तिपीठहरूमा पशु बलि भोग दिने प्रचलन छ। चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुहेश्वरी, दक्षिणकाली, शोभा भगवती, रक्तकाली, नक्साल भगवती, मैत्री देवी र संकटमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ। तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायत उपत्यकाका मन्दिरहरूमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ। बलिका क्रियाकलापहरू पर्यटकहरूले पनि सार्वजनिक रूपमा हेर्न पाउँदछन्। पर्यटकीय रूपमा पनि चैते दशैंको उत्तिकै महत्व रहेको छ। अर्कोतर्फ प्राचीन समयदेखि नै काठमाडौँ उपत्यकाका यी देवालयहरूमा बलि चढाउने क्रम निरन्तर चलिरहेको छ। उपत्यका बाहिर पनि भगवती मन्दिरहरूमा अनि शक्तिपीठहरूमा समेत दर्शनार्थीहरूको घुइँचो हुने गर्दछ। कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला समेत लाग्ने गर्दछ। आजकै दिन मर्यादा पुरुषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो 14 वर्षीय वनवास सकाएर अयोध्या फर्कनु भएको विश्वास मानिन्छ। माता सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नु भएको थियो। यसरी रावणको वध गर्न देवी दुर्गाले श्री रामलाई मद्दत गर्नु भएको थियो। चैते दशैंको दिन श्री राम अनि दुर्गा लगायत अन्य धेरै देवी देवताहरूको पूजा गरिन्छ। यी सम्पूर्ण कुराहरू श्री रामको 14 वर्षीय वनवास कालभित्र नै भएको थियो। चैते दशैंको दिन भगवान श्री रामको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक तथा धार्मिक मान्यता छ। मुख्य दशैंमा झैं चैते दशैंमा पनि दुर्गा पूजा गरी मिष्टान्न भोजन चढाइन्छ। देवी मन्दिरहरूमा देवी भागवत पाठ तथा कालिका पुराणका देवी स्रोतहरूको पाठ गरिन्छ। घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई खाई रमाइलो गरी चैते दशैं मनाइने गरिन्छ। चैते दशैंको दिन अशोकको फूल पनि खाने गरिन्छ। अशोकको फूल खाँदा रोग व्याधि नष्ट हुने आम विश्वास रहेको छ। चैते दशैंको दिन पनि अन्य व्रतहरूमा झैं बिहान उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरूको अध्ययन अनि आत्मसात गर्ने चलन छ। चैते दशैं अथवा चैत्र शुक्ल अष्टमीको दिन बसिने व्रतलाई भौमाष्टमी व्रत भनिन्छ। असत्य अनि असमानता घट्दै जाओस्, सत्य अनि सत्य वक्ताको सधैँ जितोस्, असत्य भन्दा सत्यको महत्व जीवन्त हुन्छ र भइरहोस्। चैते दशैंको धेरै धेरै शुभकामना छ। दर्शकवृन्द, आजको लागि यति नै। चैते दशैं सम्बन्धी आजको हाम्रो यस भिडियो सामग्री यहाँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गरेर बताउनुहोला। यदि भिडियो मन पर्यो भने लाइक तथा शेयर गरी यस्तै धार्मिक तथा आध्यात्मिक जानकारीको लागि द डिभाइन स्टोरीज युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला। यहाँको समय सुखद रहोस्। धन्यवाद।